Alright, hello, namaste. It's Chaitra 19 अनि आज चाहिँ बर्थडे स्पेसल अनि बर्थडे स्पेसलको दिनमा चाहिँ वी आर डुइङ मुकबाङ अनि मुकबाङमा चाहिँ आज हामीसँग के छ भन्दाखेरि यहाँनिर चाहिँ हाम्रो गोर्खा चटनी भन्छ होइन यो चाहिँ मेरो ममले बनाउनु भएको स्पेसली मेरो लागि यहाँनिर चाहिँ चिकन छ है चिकन 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 छ अनि दिस इज स्यालेड अनि यहाँनिर चाहिँ तरकारी छ अनि तरकारी छ यहाँनिर चाहिँ कोक कोक छ कोक यही हो अनि अरू यो चाहिँ मम्मीको लागि हो एन्ड टुडे वी हेभ आवर स्पेसल गेस्ट मेरो भाइ छ होइन मेरो भाइ पनि मुखमा आउँदैछ लेट्स वेलकम हिम लेट्स वेलकम ल भाइ आयो अनि मम्मी चाहिँ फ्रेममा देखिदिनु बस्दिनँ भन्नुभएको थियो आज यसको 3 चोटि भइसक्यो छोड्दा के यो अलिक अगाडि हुन्न कि अनि मम्मी चाहिँ यता साइडमा हुनुहुन्छ बिहाइन्ड द सिन बस्ने भन्नुभएको छ मम्मीको लागि चाहिँ कोक लाउनु लेट्स डिग इन अब सुरु गर्नु है हुन्छ हो रि होइन ठिक छ कि यो र फोटे चाहिँ दामी हुन्छ ल स्यालेड लिउँ है त्यो र फोटे चाहिँ मजा हुन्छ क्या बाबु ल अब चाहिँ हामी सुरु गर्नु लाग्यो फर्स्ट बाइट ड्याडी चाहिँ इज नट अ क्यामेरा पर्सन दाल के छ बनाएको कि बनाएको थिएन बनाएन ठिक छ खासै दाल खाने मान्छे त होइन हामी ओके लेट्स गो विथ मासु ल फर्स्ट बाइट ल लिएँ है म चाहिँ मासुबाटै सुरु गरेँ मासु चाहिँ मिठो छ घरकै कुखुरा नि त हाम्रो चाहिँ आफ्नै घरमा उत्पादन भएको सबै चिजहरू लोकल 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 यो आलु पनि हाम्रै आफ्नै घरको है ठिक छ सो योपालि चाहिँ घरमा बर्थडे सेलिब्रेसन केही पनि भएन त्यस्तो नर्मल खाना खाने अनि सेलिब्रेट गर्ने ल फर्स्ट बाइट है त मेरो त सुरु गरेँ ल अचार कस्तो मिठो हो यो ल क्यामेरामा चाहिँ देख्न मन लाग्छ मात्रै अब युट्युबमा हेर्ने अहिले बेलुका अपलोड हाल्ने दाजु त तर पहिला पहिला जस्तो खासै मान्छेले युट्युबै नहेर्ने रहेछ आजभोलि जति पनि कन्टेन्ट छ टिकटकमा बिक्ने क्या क्लिपहरू टिकटकमा यो कस्तो मिठो भयो क्या यो गोर्खा चटनी भयो अस्ति हालेको मुखबाङमा इङ्ग्लिस धेरै भयो भनिरहेको थियो कमेन्ट आइरहेको भन्थ्यो स्टुडेन्टहरूले फेरि आउँदा थियो आज चाहिँ फेरि रिभिल आफ्टर लङ टाइम युट्युब जर्नीमा ब्याक हुँदैछु म अब पारे ए स्यालेड दिउँ है मलाई त यो अचार मिठो भएर मासुतिर नै आँखा आएन
त्यो नै भाडा लाग्छ बस छोड्नु थप्नु किन त्यो तरकारी नलागेको बोल्न रजा त गम हाहाम बोल्दै बोल्दैन बोल्नु बोला त आउनुहोस् एउटा टुक्रा क्वेसन एन्सर गर्नु पऱ्यो है Q&A है अब आजको भिडियो त्यस्तै भयो तपाईँको टक्क स्टोरी हाल्नु कि उयो यसलाई थोरै हालिदिएको कि छिटो खाएको आज छिटो खाएको हुन्छ हो भात राखिदिन्छु नि म खान अलिकति किन खाऊ न दिम्सो केही नआएन मलाई तैँले आएको ल हामी दिम्सो चाहिँ केही आएन आज मुखबानी गर्नुपर्छ भनेर जुट मैले चाहिँ यसले मात्रै खाएको गोर्मेटो salad very good for health. हजुर मन पर्दैन खप्नु पर्ने गोर्मेटो न बर्थडेको भ्लग पनि रहेछ त्यहाँ एडिट गर्नै भएन झ्याउ लाग्छ अरूको काम पनि छैन फुर्सदै छैन भन्ने जस्तो जहिले युट्युब हेऱ्यो बस्यो है त्यसो गरेर केही छैन बिग बाइट भाडा ल भ्याउनु भ्याउनु म भ्याउन लाग्यो के अरे काटो माग्दै हो भन्न बोल्नु नि त बोलाइहाल्छ नि गर्छ अब नबोले नि हजुर त मेन क्यारेक्टरको बोल्नु पऱ्यो उसको हो क्या यो फुड इन्जोय गरेपछि बोल्नै बिर्सिँदो रहेछ हो गोर्मेटो है एकदम अचार हाल्नु हाल्दै गर्नुहोस् मलाई हाल्दै तपाईँ हाल्दै हो पुग्यो के हो प्याक गरेर पुक्का गरेको मिठो भयो भोलिपल्ट फ्रेममै देखिने होला नि देखिने हो अब त है बरु अन्ली हिँड्छ
अहिले थप्छु देखेछ सलाद खानु यसले हो खाएर खानु खानु भाइ Mula is very good for health. Helps in digestion. खाँदै गर मानिस यो लगाम त के म को बोल्छु जन्मेको छ जन्मेको ओपन मेरो Extrovert हो We are extrovert मैले भात थपिनँ भयो लास्टमा मलाई है यानिस खाऊ तरकारी छ त्यसलाई हाल्नु होइन होइन माइजु पुग्यो सबै पुग्यो माइजु नजानु। सेकेन्ड धेरै खा लजा जस्तो यार जाऊ खाऊ ल छ माइजु रस खाऊ न रस ल पुग्यो मात्र माइजु मासु ग्रेभी भन्नु ग्रेभी के ल पुग्यो माइजु अब म नै सबै पुग्यो लेट्स एड सम चिकन हाम्रो त के देख्यो क्या जस्तो भयो अच्छा पुग्यो माइजु किन होला भात खाइजु किन हो भात खान मन लागेन मलाई के थपिदिउँ त भात अल्ला हाम्रो खानु पर्यो पेपर चाहिँ गर्न निन्द्रा लाग्छ अहिले अच्छा बाई द वे म स्कुल टिचर पनि है हो त्यो स्टोरी लाइन भन्नु न छु टक्क मम्मी सधैँ जान्छु तर के मिसाउँछु रिसेन्टली चाहिँ अलिकति चिसो चिसो पानी परेर ट्राई गर्नुपर्ने वर्किङ प्लेस अलिकति टाढो छ घरबाट ड्राइभ गऱ्यो गयो बिहानै चिसोमा बेलुका फर्कि उस्तो उस्तै भात खाएर मलाई नलागिदियो त्यो मिठो खायो है यो मुखमा गर्छ अहिले एक दिन सुँगुरको मासु ल्याएर लक्सो र अलिक अहिले खानु सुँगुरको फेरि खान्छ त्यो दिन खान्छ खान्छ त्यो दिन खान्छ खान्छ यसले गफ मात्रै जोत्ने क्या होइन खान्छ तर खानुहोस् त्यो दिन त यहाँ भ्युवर्सहरूले हेर्छ फेरि मेरो 60जना भ्युवर्स यो अघि भिनाले फोन गर्नु भनेको छैन म त तन्सिनेको क्या अब यसलाई सर्च गर्नु पाउने यो त मेरो बाबाको नम्बर हो आफ्नो बाबा नचिने यसले कस्तो हाँसो लगाएर ह्याप्पी बर्थडे भने ए थ्याङ्क यू भने होइन अनि त्यसपछि म त कोही टिचर होला जस्तो लाग्यो को भने है ल ल ल भनेर राखिदिएँ अनि कल ब्याक हुन्छ रिप्लाई आउँदैन है कल ब्याक हुन्छ रिप्लाई आउनु यो दाइ रिसायो क्या अनि यसलाई ट्रु कलरमा नम्बर चेक गर्दा कसको भनेको ए बाबाको रहेछ अरे ह्याप्पी बर्थडे भन्नु
आजभोलि चाहिँ नट युज फ्यान अफ प्याज मन पर्दैन प्याज सेल्स है रिसेन्टली त मलाई मन पर्दैन खै सो मेरो त अब सक्यो ल हो सलाड सलाड खानु पर्छ केटा लास्ट वान बाइट त्यसपछि भोलिबाट डाइट सबै समुदाय होइन समुदायबाट सिकेको तर समुदायले हेर्दैन लास्ट बाइट भोलिबाट डाइट I'm done. मिठो यति बेलासम्म पेपर चाहिँ गर्ने थाहा भइसक्यो भोलि बिहान 6 बजे लानु होला अहिले आउँदा सुत्छौँ ल having said that we are in the end of the mukbang for today मेरो त सकिसक्यो चिल्ले भइसक्यो प्लेट पनि भाइले चाहिँ खाँदैछ आजको लागि यति नै गरौँ मलाई ल एकदम थ्याङ्क यू सो मच के भन्न छ छैन के छैन अलराइट ल त्यसो भए आजको लागि यति नै सी यू एभ्रीवन सी यू इन नेक्स्ट बुकम्यान गुड नाइट भन्नु के भन्नु गुड नाइट है गुड नाइट टेक केयर एन्ड वेक अप अर्ली टुमोरो थ्याङ्क यू सी यू स्टे हाइड्रेटेड थ्याङ्क यू बाई बाई बन्द गरिदिनु खाइदिनु यता टाइगर